हेलो नमस्ते साथीहरू। आज फेरि पनि मैले 2021 मा रिलिज भएको माई लभली एन्जल कोरियन मुभीको एक्सप्लेनेसन लिएर आएको छु। एकछिन सोच्नुस् त, एउटा मान्छे जसलाई पैसा मात्र चाहिएको हुन्छ र अर्कोतिर एउटी बच्ची जसले न त देख्न नै सक्छ न त सुन्न नै, तर जब यी दुवैको भेट हुन्छ त्यो भेटले उनीहरूको जिन्दगी नै उल्टाइदिन्छ। यो मुभीको कहानी जहाँ लोभ, पीडा र नसोचेको माया मिलेर एउटा यस्तो यात्रा बन्छ जसले तपाईहरुलाई सायद पहिलो मिनेटमै भावुक पनि बनाइदिन्छ होला। त्यसैले यो अति नै भावनात्मक रहस्यले भरिएको निकै नै दर्दनाक मुभीको कहानी बुझ्नको लागि भने हाम्रो यो भिडियोलाई अन्तिमसम्म हेरेर इन्जोय गर्नुहोला। मुभीको सुरुवात नै जय नाम गरेको एकजना एजेन्टदेखि हुन्छ, जसले यदि कुनै इभेन्टहरुमा लेडिज आर्टिस्टहरु चाहिएमा उसले ती आर्टिस्टहरुलाई प्रोभाइड गर्ने काम गर्थ्यो र अहिले उसको अन्डरमा काम गर्ने 4 जना जति केटीहरु हुन्छन्। त्यो दिन पनि एउटा इभेन्टमा जानु थियो र 3 जना केटीहरु त रेडी भएर गाडीमा आइसकेका हुन्छन्, तर ती मध्ये एकजना जियोङ नाम गरेकी महिला भने अझैसम्म पनि आएकी नै हुँदैनन्। फोन गर्दा उसको फोन समेत लागेको हुँदैन। त्यसैले जय ढिला हुने भयो भनेर निकै नै रिसाइरहेको थियो। केही बेरपछि जियोङको मोबाइलमा कल आउँछ र ऊ कल आउन साथ फोन उठाएर गाली गर्न थाल्दा उताबाट जियोङ नभई पुलिस बोलेर जियोङको मृत्यु भएको बारेमा बताउँदै उसलाई हस्पिटलमा बोलाउँछन्, किनकि उसको मोबाइलमा जयको बाहेक अरु कसैको पनि नम्बर नै हुँदो रहेनछ र उसले आफ्नो मोबाइलबाट जयलाई बाहेक अरु कसैलाई पनि कल गरेकी नै हुँदै रहेनछ। त्यसैले पुलिसले नि उसलाई नै जियोङको मोबाइल दिँदै सीसी क्यामेरामा हेर्दा ऊ चिप्लेर लडेकोले टाउकोमा चोट लागेर उसको मृत्यु भएको रहेछ। त्यसैले यदि कोही आफन्तहरु छन् भने उनीहरुलाई कन्ट्याक्ट गरेर भनिदिनु है भन्दै जयलाई सुनाउँछन्। त्यसपछि अब जय भने निकै नै तनावमा हुन्छ। उसलाई वास्तवमा तनाव जियोङको मृत्युको कारण होइन कि बरु जियोङले पहिले नै उबाट एडभान्स पैसा लगेकोले अब त्यो पैसा कसले फिर्ता गर्छ भन्ने टेन्सनका कारण थियो। त्यसैले जय जियोङले घरमा केही पैसा राखेकी छे कि भन्ने सोचेर नै उसको घरसम्म पुग्छ, तर घरको ढोका भने खुल्लै भएकोले ऊ भित्र पस्दा घर भित्रको हालत हेरी साध्य थिएन। घर पुरै लथालिङ्ग फोहोरै फोहोर चिडियाघर जस्तो थियो। जयले कोही छ कि भनेर आवाज समेत लगाउँछ, तर कोही पनि नबोलेकोले उसले ती सब कुराको वास्तै नगरी सिधै आफ्नो पैसा खोज्नतिर लाग्छ। तर त्यति नै बेला टोयलेटबाट एउटा सानी बच्ची बाहिर निस्किन्छ जसको नाम भने युनी हुन्छ र ऊ भित्तामा छामछुम गर्दै नजिकैको टेबलमा पुग्छ जहाँ थुप्रै ब्रेडहरू राखिएको थियो र ती मध्ये एउटा ब्रेड उठाएर ऊ अर्को टेबल मुनि कुनामा गएर खान थाल्छ। जय यहाँ अचम्म पर्छ कि आखिर बच्चीले उसलाई देखेर पनि किन नबोली वास्तै गरिन भनेर, तर पछि भने उसले बच्चीको हाउभाउबाट बुझ्छ कि बच्चीले आँखा पो देख्दिन भन्ने कुरा। त्यसैले ऊ बच्चीसँग कुरा गर्न खोज्छ र सानी बच्चीलाई नानु मम्मीले पैसा गरगना कता राख्नुहुन्थ्यो भनेर सोद्धा पनि बिचारी सानी युनी उसँग केही नबोली नै खुरुखुरु आफ्नो ब्रेड खान थाल्छ। उसलाई जयको खासै केही मतलब नै हुँदैन, ऊ त बस आफ्नो ब्रेड इन्जोय गरिरहेकी थिए, मानौ त्यहाँ उसको अगाडि अरु कोही नभए जस्तो। अनि जयले पनि घरको भित्तामा राखेको फोटोबाट बुझ्छ कि त्यो बच्ची जियोङकी छोरी हुँदै रहेछ भन्ने कुरा। यता भने अब युनीले उसको केही जवाफ नै नदिएकोले वाक्क भएर जियोङको फोनबाट उसको हस्बेन्डलाई कल गर्छ र उसको मृत्युको बारेमा नि खबर दिन्छु भन्दा उताबाट झन उल्टै जियोङको हस्बेन्डले त मेरो ती दुई आमा छोरीसँग केही नाता नै छैन, त्यसैले आइन्दा उनीहरूको बारेमा कुरा गर्नको लागि मलाई कल नगर्नु भन्दै फोन काट्छ। वास्तवमा उसलाई त आफ्नो त्यो सानी बच्चीको नि केही मतलब नै थिएन। अनि यता त्यति नै कुरा गर्ने बेलासम्म त सानी युनी पनि उठेर फ्रिजतिर जान्छ र पानी निकालेर पिउँछ। त्यो सब कुराहरू भने यता जयले हेरिरहेको थियो। जय त यहाँ अचम्म परिरहेको हुन्छ र केही सोच्नै सकिरहेको हुँदैन। त्यसैले ऊ सिगरेट सल्काएर पिउन लाग्छ, तर युनीले भने हावामा उडेको त्यो सिगरेटको धुवाको गन्ध चाल पाइहाल्छ। त्यसैले ऊ नाक उचाली उचाली त्यो गन्ध सुन्दै खुसी हुन्छ। सायद उसले आफ्नी आमा आएको सम्झेर पनि होला खुसीले भुइँमा जोड जोडले हानेर आफूतिर आउन पनि भन्छ र ऊ पनि छिटो छिटो त्यो धुवाको गन्धतिर गएर जयलाई जोडले अंगालो मार्छ। तर केही सेकेन्डमै उसलाई आवाज सुन्छ कि ऊ उसकी आमा नभई अरु कोही नै हो भनेर।
त्यसैले ऊ आत्तिँदै डराएर टाढा जान्छे र चिच्याउन थाल्छे। तर त्यही नै बेला त्यो घरको घरबेटी तल झर्दै गर्दा बच्चीको आवाज सुनेर ढोका ढकढकाउँछिन्। त्यसैले जयले पनि ढोका खोलिदिन्छ। तर घरबेटीले भने जयलाई नै बच्चीको बाउ सम्झेर गाली गर्न थाल्छिन्, किनकि उनले जियोङबाट उसको बुढाको बारेमा सुनेकी मात्र थिइन्, देखेकी भने थिइनन्। उनले त्यहाँ जयलाई गाली गर्दै तिमी कस्तो खालको बाउ हौ, आँखा देख्न र सुन्न पनि सक्दिन भन्ने थाहा पाएर आफ्नो परिवारलाई छोडिदिने। बिचरी बच्चीले तिमीहरूकै कारण कति सहनु परेको छ भन्दै सुनाउँदा बल्ल यहाँ जयले मेसो पाउँछ कि युनीले आँखा नदेख्ने मात्र होइन, उसले सुन्न पनि सक्दिरहेनछ भन्ने कुरा। यहाँ जयले पनि उनलाई आफू जियोङको हस्बेन्ड होइन भन्न खोजिरहेको हुन्छ, तर उनले कहाँ जयलाई बोल्न दिन्छन् र। अनि त्यही समयमा उनले जयलाई घरको एग्रिमेन्ट पनि सिद्धिन लागिसकेको छ। यदि बस्ने हो भने त्यही अनुसार अर्को नयाँ एग्रिमेन्ट गरौँ, नत्र डिपोजिट अमाउन्ट लिएर जाऊ भन्दै सुनाउँछिन्। त्यसपछि पैसाको कुरा सुन्न साथ त जयले डिपोजिट कति छ भनेर सोधि नै हाल्छ र उनले लगभग 70,000 जति होला भन्छन्। त्यो सुनेपछि त अब जयलाई त्यति भए के नै चाहियो र। उसले पनि अब घरबेटीलाई सत्य कुरा नबताई आफै नै बच्चीको बाउ हो भन्छ, किनकि उसलाई पैसाको आवश्यकता थियो। त्यसैले उसले मनमा नै अब केही दिन त्यो बच्चीको बाउ बनेर पैसा लिने प्लान बनाउँछ। उसले घरबेटीलाई जियोङको मृत्युको बारेमा भने सत्य कुरा नै बताउँछ र उनले पनि त्यो सुन्न साथ केही बेर अगाडि गाली गरेकी जयलाई उल्टै केही समस्या पर्यो भने बताउनु है भनेर समेत उसलाई सान्त्वना दिन्छन्। यहाँ अब जयले पनि उनीसँग यहाँ अब हामी बस्दैनौँ होला, छोरीलाई उसको हजुरबा हजुरआमासँग लगेर गाउँमै छोडिदिन्छु, त्यसैले डिपोजिट अमाउन्ट रेडी गरिदिनु होला भनेर सुनाउँछ। यसरी कोठाबाट घरबेटी निस्किन साथ उसले पनि घरको एग्रिमेन्ट पेपर खोज्न थालिहाल्छ र नभन्दै उसले केही बेरमै पेपर भेटाउँछ पनि जहाँ 70,000 डिपोजिट गरेको भनेर लेखिएको थियो। त्यसैले ऊ अलिकति भए नि खुसी हुँदै त्यहाँबाट आफ्नो रुममा जान्छ, जहाँ उसको बिजनेस पार्टनर किम पनि त्यही घरको बाहिर थियो र त्यहाँ उसले जयलाई धेरै समयदेखि घरको भाडा नतिरेकोले घरबाट निकालिदियो भन्दै उसको सामान दिन्छ। त्यसैले जय आफ्नो सबै सामान लिएर जियोङको घरमा जान्छ, किनकि उसको अब त्यहाँ बाहेक जाने ठाउँ अरू कहीँ पनि थिएन। बिचरी सानै युनी भने आफ्नी आमाको पर्खाइमा थिए। त्यसैले आमा आइहुलिन् भन्ने सोचेर बच्चीले छामछुम गर्दै ढोका अगाडि राखेको जयको जुत्ता छाम्छे, जुन उसकी आमाको नभएर अरू कुनै व्यक्तिको नै हो भन्ने कुराको आवाज भएकोले ऊ फेरि फर्केर निराश हुँदै आफ्नो त्यही ठाउँमा गएर बस्छे। जय भने त्यही बसेर नै बच्चीको सबै हरकतहरू हेरिरहेको थियो। उसलाई सायद अब केही दिन त युनीसँग नै त्यही घरमा बस्नु नै पर्ने थियो र उसको बारेमा कसैलाई शङ्का हुनु पनि थिएन। त्यसैले ऊ युनीसँग नजिकिन खोज्छ र उसलाई नै बुवा भनेर बोलाओस् भनेर बच्चीलाई सिकाउन पनि खोज्छ। तर बिचरी बच्ची भने कहाँ एक्कासी कुनै अन्जान व्यक्तिसँग घुलमिल गर्न सकोस् र। अझ त्यही माथि युनीले त जन्मेदेखि नै बाहिरी संसारलाई महसुस गर्न पनि पाएकी छैन होला। वास्तवमा त उसको संसार नै त्यही सानो कोठा नै थियो। जयले भने युनी र आफूलाई बाहिरबाट खाना मगाउँछ र युनीको नाक अगाडि राखेर खानको लागि भन्छ। तर युनीले खाना सुनेर नखाई टेबलमा राखेको त्यही बासी बिग्रेको ब्रेड नै उठाएर खान थाल्छे, किनकि खाना दिने व्यक्ति आज उसकी आमा नभए कुनै अन्जान व्यक्ति थियो। त्यसैले अब अर्को दिन त जयले ती सबै ब्रेडहरू फालिदिन्छ। सायद आफू त्यहाँ भएको कारणले गर्दा नि नखाएकी होला भन्ने सोचेर पनि उसले यसपालि भने आफ्नो जुत्ता पनि लुकाउँछ र नभन्दै युनीले ढोका अगाडि गएर छाम्दा जुत्ता नभएकोले ऊ यहाँ निकै नै खुसी हुन्छ र टेबलमा राखेको ब्रेड लिन जाँदा त्यहाँ कुनै पनि ब्रेड नै नभेटिएकोले युनी अब भने ठुलो ठुलो आवाजमा चिच्याउँदै रुन थाल्छे र जयले यहाँ जन तन गरेर युनीलाई शान्त त पार्छ र अन्त्यमा केही सिप नै नलागेर उसले युनीको लागि बजारमा गएर ब्रेडहरू किनेर ल्याइदिन्छ पनि। युनीले अब ती ब्रेडहरू मजाले सुङ्छे, तर यसपालि भने उता बसेर खाना खाइरहेको जयको नुडल्सको गन्ध सुङ्दै उसको टेबलसम्म पुगेर उसको खानालाई नै हातले निकालेर खान थाल्छे र उसलाई त्यो यहाँ अति नै मिठो लाग्छ। त्यही दिन भने युनी टोयलेट जाँदा उसले जयको सेभिङ क्रिम भेटाउँछे र पहिलोचोटि त्यस्तो अचम्मको कुरा समातेकोले बच्ची खुबै इन्जोय गरी गरी क्रिमलाई बाथरुम भरि बनाएर खेल्न थाल्छे। साँच्चै नै उसलाई त्यो सानो कुराले निकै नै खुसी दिएको हुन्छ। अब भने त्यसको केही दिनपछि घरबेटीले आफ्नो साथीहरू लिएर रुम सफा गरिदिन आउँछिन्, किनकि पहिला उनी आउँदा घरको बिजोक हालत देखेकी थिइन्। अनि युनी पनि धेरै दिनदेखि ननुहाएको भएर गनाएकोले जयलाई अगाडि राखेर नै बच्चालाई यसरी नुहाइदिनु पर्छ भन्दै नुहाउन पनि सिकाउँछन्। अनि यसरी त्यही राति नै बाहिर निकै नै ठुलो पानी परिरहेको थियो। तर मध्यरातमा भने सानी युनी
पुक्क जयसँग गएर तासिएर सुत्छे। सायद त्यो समयमा उसले आफ्नै आमाको सम्झनाले निकै नै सताएको थियो होला। तर बिचरी बच्चीले त्यसको केही समयपछि नै एक्कासी भमिट गर्छ र हन हन ज्वरोले उसको शरीर तातेको पनि हुन्छ। त्यसैले हतार हतार जयले उसलाई हस्पिटल पुर्याउँछ र रातभरि ऊ हस्पिटलमै युनीलाई बोकेर सुताउने कोसिस पनि गरिराख्छ। अब यसरी भने केही दिनहरू पनि बित्दै जान्छन् र बिस्तारै युनी जयसँग सहज हुन थालिसकेकी हुन्छ। जयको पनि मनमा युनीप्रति सहानुभूति पलाएको हुन्छ। त्यसैले एक दिन उसले सुन्न र देख्न नसक्ने बच्चाहरूको लागि बनाइएको सरकारी स्कुलमा भर्ना गर्न लैजान्छ। तर त्यहाँ यस्तो प्रब्लम हुन्छ कि नेसनल कोटामा नै सुन्न र देख्न नसक्नेहरूको लागि कुनै क्लास नै हुँदैन। कि त देख्न नसक्नेहरूको लागि मात्र छ, कि त सुन्न मात्र नसक्नेहरूको लागि। त्यसैले युनी जस्ता स्पेशल चाइल्डका लागि भने सरकारहरूबाट नै कुनै सहयोग नै थिएन। तर युनी पनि त त्यही संसारकी हिस्सा नै त थिए र उसलाई पनि त दुनियासँगै अगाडि बढ्नु नै थियो र त्यो दुनियाँमा जिउनलाई उसलाई सहज बनाउनु थियो। त्यसैले जयले केही अल्फाबेटहरू लिएर उसले नै घरमा युनीलाई छामेर महसुस गराएर पढ्न सिकाउँछ। युनी पनि पढ्दा निकै नै इन्जोय गरिरहेकी हुन्छ। बिस्तारै यसरी युनी र जय निकै नै क्लोज हुन्छन्। युनी पनि जयसँग अब भने एट्याच भइसकेकी थिए। अब भने केही दिनपछि घरमा कोर्टबाट केही लयरहरू आएर घरको सबै सामानहरू जफत गरिदिन्छन्, किनकि जियोङले लोन तिरेकी नै हुँदै रहेनछ र यतिसम्म कि घरबाट आउने भनेको डिपोजिट पैसा पनि जफत हुन्छ। त्यसैले जय यहाँ निकै नै टेन्सनमा थियो। तर त्यही माथि उसँग काम गर्नेहरू पनि एक एक गर्दै उसलाई छोडेर अर्को एजेन्ट थ्रु काम गर्न थालिरहेका हुन्छन्, किनकि उसँग कुनै कम्पनीले काम गर्नै चाहेका हुँदैनन्। बिचरा यसरी थाकेर घर आउँदा युनी उसलाई नै कुरेर ढोकामा बसिरहेकी हुन्छ। तर जय भने केही नबोली सिधै गएर सुत्छ। यसरी बिचरी बच्ची भने अझै पनि उसकै पर्खाइमा ढोकामा बसिरहेकी थिए। उसलाई त जय आएको थाहा नै हुँदैन। अनि अर्को दिन पनि जब जय अफिस पुग्छ, उसको बिजनेस पार्टनर किमले पुरै बिजनेस नै आफ्नो नाममा कब्जा गरेर बसेको थियो। त्यति मात्र कहाँ हो र जयले उसलाई केही पैसा पनि दिनु रहेछ। त्यसैले उसले जयलाई तिम्रो जस्तो कलिलो मन भएकोले बिजनेस गरेर खाँदैनन्, 10 वर्षसम्म पनि तिमी यहीको यही नै छौ। अब म भन्छु सुन, तिमी मेरो अन्डरमा काम गर र म तिमीलाई सिकाउँछु पैसा कसरी कमाइन्छ भन्दै सुनाउँछ। तर जयलाई पनि आफ्नो सेल्फ रेस्पेक्ट थियो। त्यसैले ऊ उसको अन्डरमा काम नगर्ने भएकोले ऊ केही नबोली बस चुपचाप त्यहाँबाट जान्छ। त्यही राति किमले भने एउटा केटीलाई जबरजस्ती जिस्काइरहेको हुन्छ, जो अहिले त किमसँग काम गर्छे तर पहिला वर्षौसम्म भने जयसँग नै काम गर्ने गर्थे। त्यसैले जयले त्यो देखेर रिसमा किमलाई गएर नमजाले पिट्छ र किम त्यही बेहोस नै हुन्छ। तर पछि यता घर आएर भने टेन्सनमा बसिरहेको बेला मोबाइलमा एउटा नोटिफिकेसन आउँछ, जसमा उसले ब्याङ्कमा इएमआई नतिरेकोले उसको क्रेडिट कार्ड सस्पेन्स गरिदिएको छ भनेर लेखिएको थियो। त्यसपछि उसले पर्स खोलेर हेर्दा त्यहाँ पनि निकै नै कम पैसा हुन्छ। यता युनी भने मजाले सुतिरहेकी थिए। त्यही समय उसले जियोङको मोबाइलमा भएको युनीको सानो बेलाको तस्बिरहरू हेर्दै जाँदा उसको नजर एउटा म्यासेजमा पुग्छ, जहाँ जियोङले गाउँमा एकजना आन्टीलाई केही पैसा उधारो दिएकी हुँदै रहेछिन् र त्यो पैसा अहिलेको स्थितिको लागि उसलाई धेरै नै थियो। कुनै उपाय नै नदेखेको बेलामा त्यो नै उसको लागि एउटा बाटो थियो। त्यसैले ऊ अर्को दिन नै युनीलाई लिएर जियोङको गाउँतर्फ लाग्छ र त्यहाँ युनी भने सायद पहिलोचोटि नै होला घरबाट बाहिर निस्केर यात्रा गर्दै थिए र ऊ निकै नै खुसी देखिन्थे पनि। जय भने त्यसपछि गाउँ पुगेर त्यही आन्टीको फोटोलाई प्रिन्ट गरेर पुरै गाउँभरि बाँड्छ, तर कसैलाई पनि त्यो आन्टीको बारेमा पनि केही थाहा नै हुँदैन। तर यता जब जय गाडीमा आएर बस्छ, त्यहाँ युनी नै हुँदैन। यसो बाहिर निस्केर हेर्दा ऊ एउटा फ्यामिलीसँग बसिरहेकी हुन्छ। त्यो फ्यामिलीले जयलाई बोलाएर कुरा गर्छन्, जहाँ थाहा हुन्छ कि जयसँग बस्ने र खाने कुनै पनि ठेगाना नभएकोले उनीहरूले उसलाई त्यो एक दिन त्यही बस्न र खाना दिन्छौँ भन्छन्। तर त्यसको बदलामा भने उसले पनि उनीहरूको फार्ममा काम गर्नुपर्ने थियो। काम सुन्दा निकै नै सजिलो जस्तो भए पनि त्यो जयको लागि गर्न भने अति नै गाह्रो थियो। बेलुका जब जय लथ्रक्क थाकेर आइपुग्छ, त्यहाँ सानी युनीले भने उसिनेको आलुलाई देखेर खान थाल्छे। तर उसले त्यहाँ त्यो आलु ननिली ओकलेर जयलाई जबरजस्ती उसको मुखमा खान
खाना दिने कोसिस गरिराख्छे। बारम्बार युनीले त्यसो गरेकोले जय पनि रिसाउँदै त्यहाँबाट बाहिर निस्किन्छ। यसरी अब अर्को दिन भने जय युनीलाई लिएर आफ्नो बाटोतिर लाग्छ। तर बीच बाटोमा उसले खरबुजाको फार्म देखेकोले उसले गाडी रोकेर नै खरबुजा चोरेर खान्छ र युनीलाई पनि खरबुजा खान सिकाइरहेको हुन्छ। त्यहाँ उसले युनीलाई हातमा लेखेर त्यो फलको नाम पनि सिकाउँछ। साँच्चै त्यस्तो कठिन घडीमा नि यी दुई भने एकअर्कासँग हर पल इन्जोय गरिरहेका हुन्छन्। तर त्यही समय एकजना केटी जसको नाम सिना हुन्छ उनीहरूको अगाडि आएर खरबुजा चोरेकोमा जयलाई निकै नै कराउँछे, किनकि जयको सबै करतुत सीसी क्यामेराबाट हेरेकी थिए उसले। त्यहाँ जयले पनि उसलाई माफी माग्छ र सिनाले भने जयलाई युनीको पिता सम्झेकोले उसले सिनालाई आन्टीको फोटो देखाउँदै सबै कुराहरू बताउँछ र आफू युनीको पिता पनि नभएको भन्छ। त्यसैले सिनाले पनि त्यो आन्टीलाई नचिनेको र आफ्नी छोरी नभए पनि त्यसरी माया गरेकोले उसको गल्तीको लागि अरू केही नगरी उसले आफ्नो फार्ममा दिनभर काम गराउँछे। तर जब जय थाकेर युनीसँग कारमै रेस्ट गरिरहेको हुन्छ त्यहाँ अचानक पानी पर्छ र पानीको आवाज सुनेर भने युनी बाहिर जाने जिद्दी गर्न थाल्छे। बिचरा युनीको जिदको अगाडि उसको के नै लाग्छ र त्यसैले उसले रिसाएर बसेकी युनीलाई रेनकोट ओढाएर नै बाहिर पानीमा खेल्न लैजान्छ, जहाँ युनीले निकै नै इन्जोय गर्छे। सायद त्यो उसको जिन्दगीको पहिलो झरी थियो होला जसलाई उसले त्यसरी महसुस गर्न पाएकी थिए। त्यसैले ऊ यता भाग्दै उता भाग्दै माटो खेलाउँदै रमाइरहेकी हुन्छे, जहाँ जय पनि एउटा पिता जसरी उसको पछि पछि छाता लिएर दौडिरहेको हुन्छ। साँच्चै नै भन्नु पर्दा युनीले जयलाई यतिसम्म भरोसा गर्थे कि उसले जयलाई आफ्नो सबै थोक नै ठानेकी हुन्छे। अनि केही बेरपछि सिनाले उनीहरूलाई खाना खानको लागि आफ्नो घरमा बोलाउँछे, जहाँ ऊ आफ्नो सानो भाइ र बुवासँग बस्ने गर्दै रहेछे। त्यहाँ खाना खाने बेलामा भने फेरि पनि पहिले जस्तै युनीले आफ्नो मुखबाट खाना ओकलेर जयलाई खाना दिन्छे। जयले यस्तो नगर न, यो सब राम्रो ह्याबिट होइन भनेर सम्झाउँदा सिनाको बुवाले त्यो देखेर हाँस्दै जय, यो बच्चीले साँच्चै नै तिमीलाई धेरै नै माया गर्छिन्, किनकि जब मेरी आमालाई बिर्सिने बिरामी भएको थियो उहाँले नि मलाई आफ्नो लास्ट स्टेजमा आफूले खाएको खानेकुराहरू मिठो लाग्यो भने मुखबाट ओकलेर यसरी नै मलाई खाना दिनुहुन्थ्यो, किनकि यी कुराहरू नै उनीहरूको माया देखाउने तरिका हो भन्दै सुनाउँदा जयले यहाँ बल्ल बुझ्छ कि युनीले उसलाई कति धेरै माया गर्दै रहेछ भनेर। साँच्चै नै भन्नुपर्दा प्रेमको कुनै भाषै हुँदो रहेनछ, यो त बस हामीले कसरी जताउँछौँ भन्ने कुरा मात्र हो। त्यो रातभरि पनि ऊ निदाइरहेको युनीलाई एकटकले हेरिराखेको हुन्छ र अब उसँग अलिकति भएको पैसा पनि सिद्धिन थालिसकेको थियो। अझ जे कामले ऊ त्यहाँ आएको थियो त्यो त पुरा भएकै थिएन। ती आन्टी कता होलिन् केही पत्तो नै थिएन। आफूलाई नै खाना दौदौ हुने स्थितिमा उसले आफूसँग एउटी बच्चीलाई कसरी राख्ने त्यही सोचमा नै ऊ हराएको थियो। अनि अर्को दिन भने जयले सिनाको बुवाले घर बाहिर राखेको माटोको भाँडोभित्र केही कुराहरू राखेको देख्छ, जहाँ उनले जयलाई देख्न साथ अजीब खालको हरकत गर्छन्। जयले पनि त्यसमा खासै वास्ता गर्दैन र उसले सिनासँग त्यहाँ केही दिनको लागि त्यही बसेर काम गर्ने अनुमति पनि माग्छ। सिनाको पनि जयले युनीप्रति गर्ने निस्वार्थ प्रेम र स्नेह देखेर मन पग्लिएको हुन्छ। जयले साँच्चै नै भन्नुपर्दा युनीलाई आफ्नै सन्तानलाई जसरी प्रेम गर्न थालेको हुन्छ। सायद त्यसैले पनि होला सिनाको मनमा पनि जयप्रति प्रेमको कोपिला पलाइसकेको हुन्छ। यहाँ अब जयलाई सहरदेखि एकजना साथीको फोन आउँछ, जहाँ उनले ती आन्टी स्क्यामर भएको र धेरै जनाको त्यसरी नै पैसा लुटेर भागेको खबर सुनाउँछिन्। त्यसैले जय यहाँ निकै नै टेन्सनमा थियो, तर पनि उसलाई सोनाले भने काममा लगाएकी हुन्छन् र त्यहाँबाट उसलाई केही आम्दानी भइरहेको थियो, जसले ऊ र युनीलाई बाँच्न पुगिरहेकै थियो। यहाँ भने अब फार्ममा काम गर्ने भएकोले जयले पनि युनीलाई बिस्तारै बिस्तारै गरेर हरेक दिन प्रकृतिका नयाँ नयाँ कुराहरू सिकाउन थाल्छ। कहिले फललाई छुवाएर, कहिले खेतको माटोलाई, त कहिले हरिया पात पतिङ्ग्राहरूलाई छुवाएर महसुस गराउँछ। मानौ युनीले बल्ल यहाँ दुनियाँलाई चिन्न र महसुस गर्न थालेकी छे। उसलाई सायद यी सब कुराहरू कुनै स्कुलले सिकाउनै सक्दैन थियो, किनकि स्कुलको कोठाभित्र मात्र सीमित रहेको पढाइ थिएन उसको लागि त यो पुरा दुनियाँ नै स्कुल थियो। उसले हरेक चिजलाई छोएर महसुस गरेर या सुँगेर सिकिरहेकी थिए र यी सब कुराहरू सिनाले भिडियो बनाउँदै युट्युबमा पोस्ट पनि गरिदिरहेकी हुन्छे, जुन भिडियोले निकै नै राम्रो रेस्पोन्सहरू पनि पाइरहेको हुन्छ। अनि अब केही दिनपछि जयलाई थाहा हुन्छ कि सिनाको बुवालाई पनि उनकै आमालाई जस्तै बिर्सिने रोग रहेछ भनेर, किनकि उसले सिना र उसको बुवाको कुराबाट बुझेको थियो। अनि यस्तै एक दिन भने किम जयले अपलोड गरेको त्यही भिडियोबाट पत्ता लगाएर उसलाई खोज्दै त्यहाँसम्म आइपुग्छ, जहाँ उसको मनमा जयप्रति यति धेरै रिस थियो कि त्यो रिस सबै आज
आज उसले पूरा गर्छ, जहाँ उसले जयलाई अलि सुनसान ठाउँमा लगेर यति नमजाले पिट्छ कि बिचरा जय यहाँ पिटाइको चोटले सहनै सकिरहेको हुन्न। त्यति मात्र कहाँ हो र, उसको पिटाइ भन्दा नि उसको वचन यति गहिरो थियो कि जयले आफूले आफैलाई नै लुजर ठानिरहेको हुन्छ। अनि किमले भने उसँग भएको त्यही एउटा गाडी पनि आफूसँग लिएर जान्छ र यहाँ जय भने आफ्नो स्थिति देखेर पुरै हारिसकेको थियो। तर त्यही समय उसलाई झलक्क याद आउँछ कि सिनाको बुवाले माटोको भाँडोमा केही कुराहरू लुकाएका थिए भन्ने कुरा। त्यसैले ऊ गएर हेर्दा त्यहाँ यति धेरै पैसा लुकाएको देख्छ कि जुन कुरा उनको बुवाले बिर्सिसकेका थिए र त्यो बारेमा सिनालाई पनि थाहा नै थिएन। तर त्यति नै बेला भने सिना आइपुग्छे, जहाँ जयले युनीको बारेमा सोध्दा युनीलाई सिनाको बुवाले कतै लिएर गएको कुरा थाहा हुन्छ। तर बुवा भने आफै नै बिरामी थिए, झन् त्यही माथि युनी जस्ती बच्चीलाई कता लिएर गयो होलान् भनेर सिना र जय यहाँ निकै नै डराउँछन् र उनीहरू भाग्दै दौडिँदै आत्तिएर ती दुईलाई खोज्न जान्छन्, जहाँ केही समयपछि उनीहरूलाई भेटाउँछन् पनि। तर त्यही राति भने खै युनीले के महसुस गर्छे, सुतिरहेको जयको नजिक गएर उसको फेसलाई सुमसुमाउँदा चोट लागेको थाहा पाउँछे। त्यसैले उसले निराश भएर ती चोटहरूलाई फुफु गर्दै शीतलता दिने कोसिस गर्छे, जहाँ युनीको आफूप्रतिको त्यो प्रगाढ प्रेम देखेर जयको आँखाबाट आँसु नै झर्छ। त्यहाँ जयले पनि आफ्नो ती आँसुहरू युनीलाई छुवाउँदै आँसुको अर्थ पनि बुझाउन खोज्छ। साँच्चै भन्नु पर्दा त उसले देख्नै सक्दिन थिए न त सुन्न नै। त्यही नि उसको यो संसारलाई बुझ्ने आफ्नै भाषा थियो र उसले आफ्नै भाषामा प्रेम दर्शाउँथे, खुसी हुन्थे र दुखी पनि। साँच्चै नै भगवानले बनाएको यो सृष्टि निकै नै अनौठो छ। त्यसको अर्को दिन नै भने जयले खै के सोचेर हो, सिनाको नाममा एउटा चिठी छोडेर उसलाई केही पनि नभनी युनीलाई लिएर जान्छ। चिठीमा त बस उसले त्यही माटोको भाँडोमा हेर भनेर मात्र लेखेको थियो। यसको मतलब उसले त्यहाँबाट कुनै पनि पैसा नलिई गएको हुँदो रहेछ। योबाट थाहा हुन्छ कि वास्तवमा ऊ कस्तो मनको मान्छे हो भनेर। तर बस उसलाई परिस्थितिले मात्र त्यति दुःख दिएको थियो। जयले यता भने युनीले उसको साथमा राम्रो जिन्दगी जिउन सक्दिन होला भन्ने सोचेर नै उसको बुवालाई फोन गरेर बोलाउँछ। तर बिचरी बच्चीलाई उसको बुवा आफैले नै राख्न सक्दिन भनेर जयलाई बताउँछ। त्यहाँ उसले युनीलाई भेटेर सुमसुमाउँदा पनि आफ्नै पितासँग युनी भने डराएर जयको हात समात्दै उसको पछाडि लुक्छे। साँच्चै नै अनौठो छ है दुनियाँ। जयले भने मनमा नै आफूले त अहिलेसम्म केही गर्न सकेको छैन, झन् युनीलाई आफूसँग राखेर उसको भविष्य पनि बिगार्न सक्छु भन्ने सोचले नै उसले त्यो दिनभरि युनीसँग रमाएर बिताउँछ र उसको भविष्य र उसको खुसीको लागि भने उसले युनीलाई हिम्मत गरेर मनमा पत्थर नै राखेर एउटा अर्फनेजमा लैजान्छ। जहाँ बाटोमा जाँदै गर्दा युनी त निकै नै खुसी थिए, किनकि उसलाई त केही थाहा नै थिएन। तर यसरी अर्फनेज पुगेर पेपरवर्क सिद्धिएपछि जयले अन्तिम चोटि युनीलाई मनपर्ने ब्रेड दिँदै बिदाई गर्छ। तर युनीले भने अझै पनि केही थाहा पाएकी हुँदैन, ऊ त बस खुसी थिए। तर त्यसको केही समयपछि जब उसले जयलाई आफ्नो आसपास महसुस गर्दैन, त्यसपछि ऊ आत्तिन थाल्छे र आफ्नो सबैभन्दा फेभरेट ब्रेडलाई नै भुइँमा फालेर उसलाई नै खोज्न थाल्छे। र ऊ यहाँ यति धेरै रुँदै चिच्याउँदै कराउँछ कि बिचरा कसको चाहिँ मन पग्लिँदैन होला र। तर उसले भने कतै पनि जयलाई फेला नै पार्दिन। तर जय पनि अझैसम्म उसलाई छोडेर जानै सकेको हुँदो रहेनछ। ऊ उसलाई रोइरहेको हेरेर बसिरहेको हुन्छ र उसले पनि यहाँ आफ्नो आँसु थाम्न सकिरहेको हुन्न। बिचरा युनी यति धेरै रुन्छ कि जयले उसलाई छोडेर जाने हिम्मत नै गर्न सक्दैन। यहाँ उसको आँसु देखेर जो कोही पनि पग्लिन सक्थ्यो, तर जयले त यहाँ उसलाई सबैभन्दा धेरै माया गर्थ्यो। त्यसैले उसको मन कसो नपग्लोस् र। त्यसैले जयले त्यो देख्न सक्दैन र गएर उसलाई छुन्छ, जहाँ युनी अलि शान्त हुन्छ र उसको हातमा आँसु भनेर लेख्छे, किनकि आज उसलाई पनि पीडा भएको हुन्छ र उसको आँखाबाट पनि त्यही आँसु बगेको थियो। युनीले भने त्यसपछि त्यहाँ बारम्बार म को हो, किन मलाई सबैले छोडेर जान चाहन्छन् भन्दै आफूलाई देखाउँछे, जहाँ जयले उसको हातमा युनी लेख्दै यो तिम्रो नाम हो भन्छ। त्यसपछि युनीले पनि जयको काँधमा थपथपाउँदै तिमी को हो त भनेर सोद्धा जयले पनि आफ्नो आँखामा आँसु रोक्न सक्दैन। तर अब भने त्यसको जवाफमा उसले के दियोस्? ऊ साँच्चै नै भन्नुपर्दा युनीको को हो त? जयले त्यही पनि रुँदै आफूले उसलाई सिकाएको पहिलो शब्द बाबा भनेर उसको हातमा लेख्छ र युनीले पनि जयको हातमा बाबा भन्दै लेख्छे। त्यो सुनेर यहाँ जय निकै नै भावुक हुन्छ र जोडले अङ्गालो मारेर रुन्छ अनि साथसाथै खुसी पनि हुन्छ। यहाँ अब भने भावनाले जोडिएको एउटा पवित्र नाता बाबा र छोरीको सम्बन्धसँगै मुभीको समाप्त पनि यही नै हुन्छ।